घाँटीमा कोठी हुने मान्छे इमानदार र धार्मिक हुन्छन्। दायाँ खुट्टामा कोठी हुने घुम्न मन पराउने हुन्छन्। निधारको बीचमा कोठी हुने मान्छे निकै भाग्यमानी हुन्छन्। दाहिने आँखामा कोठी हुने मान्छे प्रेममा सफल र मायालु हुन्छन्। बायाँ हातमा कोठी हुने मान्छे झगडालु र छिट्टै रिसाउने हुन्छन्। ओठको मुनि कोठी हुने मान्छे पैसाको अभाव भइरहने हुन्छन्। ओठको माथि कोठी भएमा दाम्पत्य जीवनमा सफल हुन्छन्। दाहिने गालामा कोठी भएमा धनवान हुनेछन्। देब्रे आँखामा कोठी हुने मान्छे चिन्ता गरिरहने खुसी नहुने हुन्छन्। बायाँ चिउडोमा कोठी भए सानो सानो रोग लागिरहने हुन्छन्। दायाँ चिउडोमा कोठी भए फुर्तिला र एक्टिभ हुन्छन्। बायाँ पैतलामा कोठी भए व्यर्थमा यात्रा गरिरहनु पर्ने हुन्छ। पेटमा कोठी हुने मान्छे खानाका शौखिन र पकाउन सिपालु हुन्छन्। कुहिनामा कोठी हुने बुद्धिमान हुन्छन्। आँखाभित्र कोठी हुने डरपोक र कायर हुन्छन्। सामुद्रिक हस्तरेखा विज्ञानका अनुसार हातको औंलामा एक चक्र हुने मान्छे सुशील र गुणी हुन्छन्। त्यस्तै 2 चक्र हुने मान्छे धन दौलतपति। 3 चक्र हुने मान्छे सबैतिर मान्ने गुन्ने। 4 चक्र हुने मान्छे झुटा। 5 चक्र हुने मान्छे पृथ्वीपति। 6 चक्र हुने मान्छे लक्ष्मीपति। 7 चक्र हुने मान्छे पराक्रमी। 8 चक्र हुने दुखी र रोगी। 9 चक्र हुने मान्छे उच्च सरकारी पद पाउने।